आज मलाई त यो कुर्सीमा दाइ यहाँ देखाउनु यहाँ पसल नै होइन सर पसल नै लिएर गएको आज ओर्ने ओछ्याउने हामी दुईजनालाई हाम्रो यो यति। हेलो एभ्रिवान, नमस्ते, के छ, गुड मर्निङ सबैलाई। आज चाहिँ फाइनल्ली रुमको चाहिँ सामान किन्न जान लाग्छौँ। के कस्तो हुन्छ हेरिदिनु होला अन्तिमसम्म। आज त हामीले पुरै पसल नै उठाएर लिएको होइन, पसल नै होइन सर पसल नै लिएर गएको आज ओर्ने ओछ्याउने हामी दुईजनालाई। हाम्रो यो यति उठाउँदा पनि हाम्रो पैसा अब कति गएको छ, पैसै सकिएको छैन नि सर। खाएन र पसल नै यति खतरा हुँदा पनि हामी तर पनि हामी झुकेका नै साला कि कसो छ बस भने मैले यदि मैले बिहा गरेँ भने यस्तै ठाउँ ल्याएर आउँछु। चिटिक्क परेको मेरो यदि गर्लफ्रेन्ड हुनुपर्छ यहाँ। यति राम्रो राम्रो किनिदिन्थेँ नि, म बाँड्के एकदम च्वाक बनाएर हिँडालिदिन्थेँ क्या। म बरु अब त्यही कपडा लगाएर हिँड्थेँ, तर आफ्नो बुढीलाई चाहिँ चिटिक्कै अरूले आँखा लाओस् न। कसो छ होइन दाइ? फेरि खोल कम परेको थियो, खोल बनाएर आएको। हामी चाहिँ अब यहाँ रिसाइकल भनेको यहाँको सेकेन्ड ह्यान्ड स्टोरलाई रिसाइकल भन्छ। सेकेन्ड ह्यान्ड स्टोरमा आएका छौँ। के लिने भन्ने भइरहेको, तर कन्फ्युज भइसक्यौँ कि के लिने यार तेरिका। तर केही छैन त्यस्तो त। अब म ह्यान्डसम छु कि छैन भनेर मलाई यहाँबाट हेर्छु छैन, तर आज मुखै धुवाएन त कहाँबाट ह्यान्डसम हुनु होइन। तर जे पनि पाउँछ पाउन त जे पनि पाउँछ, तर काम पनि मजा बेग्लै। आज मलाई त यो कुर्सीमा दाइ यहाँ देखाउनु यहाँ यो गाइस, म कुर्सीमा घुम्ने रिङ्ने कुर्सीमा बसिरहेको छु आज। ठुलो रिङ्ने कुर्सी छ। हामी गाडीमा लाग्यौँ होइन, यो सामान हालेर गाडीमा लाग्यो। यस्तो अवस्था हुन्छ, नयाँ सुत्ने भयो आनन्दै। अब जोइ ल्याउने सुत्ने। नेपाली रेस्टुरेन्ट भनेर भन्नु मिलेन, जापानिज रेस्टुरेन्ट रहेछ सर। अब हाम्रो सामान के रह्यो? हाम्रो सामान त धेरै छ नि यार, किन्न सामान धेरै छ रुममा। अन्तिममा भिडियो के कस्तो लाग्यो रिस्पोन्स दिइदिनु होला। मन परेमा सेयर, सब्सक्राइब, लाइक गर्न नबिर्सिदिनु होला। धन्यवाद।